आज चाहिँ एउटा साथी के एकदमै राम्रो गीत गाउने, एकदमै स्वरको धनी भन्दै हुनुहुन्छ। एउटा साथीले भन्नुभयो, "आज जाउँ त उसको रुममा है, कस्तो हुँदो रहेछ?" अब उहाँको स्वर सुनौँ त हामी, हो नि त। यहाँ आउनु, भित्र आउनु। हेलो भाइ, के छ हालखबर? नमस्कार। अनि के हो, असाध्यै राम्रो गीत गाउनुहुन्छ अरे भन्ने कुरा सुन्यौँ, त्यही भएर हामी चाहिँ अनि यसो आएको। खासै त राम्रो त गाउँदिनँ, यसो लयमा यसो मिलाउँ भन्ने कुरो मात्रै हो दाजु। ए अनि परिचयबाटै जाउँ त है, सबैजनाले यो भिडियो पुरा हेर्ने होला भन्न चाहन्छु। अनि परिचय, नाम चाहिँ के हो भाइ? नाम चाहिँ मेरो रामकुमार श्रेष्ठ हो, घर मेरो लमजुङ हो, अहिले बसाइ साउदी छ दाजु। ए ल, सुन्नुभयो नि त। अब हामी एकदमै सबैजना गीत सुन्नलाई आतुर भइरहेको छु। अनि एउटा सानो छोटो मिठो गीत सुनाउँ नि त भाइ, ल है त। परदेशमा बसेको मान्छेलाई एउटा यसो एउटा टुक्का गाइदिउँ त। ए हुन्छ, ल ल, हामी सुन्नलाई तयार छु, ल हुन्छ। ल दाजु म सुरु गरौँ त। ल हुन्छ, सुरु गरौँ ल। ए नेपाल हुँदा तिमी थियो, सबै थियो, तिमी थियो, सबै थियो, आज आफ्नै भाग्यले धोका दियो, मुटु चसकनी हो, मुटु चसकनी, परदेशको दुःख त भन्नै नसकनी हो, भन्नै नसकनी, परदेशको दुःख त भन्नै नसकनी हो, भन्नै नसकनी। यति दाजु ल। ओ माई गड, मलाई चाहिँ असाध्यै राम्रो लाग्यो। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट अवश्य गर्नु होला। ओके बाई बाई।